सावधान, के तपाईलाई लाग्छ मोसाले लौरो टेक्दा समुद्र दुई भाग भएको कुरा केवल एउटा काल्पनिक कथा मात्र हो? यदि हो भने तपाईँ गलत हुनुहुन्छ, किनकि आधुनिक विज्ञान र समुद्रको गहिराईमा भेटिएका यस्ता प्रमाणहरू सार्वजनिक भएका छन् जसले दशकौँदेखि बाइबल झुटो हो भन्ने नास्तिक र वैज्ञानिकहरूलाई समेत आज थरथर काप्न र सोच्न बाध्य बनाएको छ। आज म तपाईहरूलाई समुद्र मुनि लुकेको त्यो भयानक सत्य देखाउने छु जुन आजसम्म तपाईँबाट लुकाइएको थियो। बाइबल पद प्रस्थान 14 अध्यायको 21 पदमा स्पष्ट लेखिएको छ, तब मोसाले आफ्नो हात समुद्रमाथि पसारेर परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनु भयो र समुद्रलाई पछि पन्छ्याइदिनु भयो र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो भनिएको छ। खोजकर्ताहरूले इजिप्ट र साउदी अरबको बीचमा पर्ने यो नोबेबा भन्ने ठाउँमा ठ्याक्कै यस्तै सुक्खा बाटो र समुद्री भूगोल पत्ता लगाएका छन्। अचम्मको कुरा के छ भने उक्त समुद्रको फेदमा वैज्ञानिकहरूले प्राचीन इजिप्टियन रथका पाङ्ग्राहरू फेला पारेका छन्। ती पाङ्ग्राहरूमा सुनको जलप लगाइएको छ जसलाई लेउले पनि बिगार्न सकेको छैन। त्यहाँ मानिस र घोडाका हड्डीहरू समेत भेटिएका छन्। बाइबलको प्रस्थान 14को 28 ले भन्छ, पानी फर्केर आयो र रथहरू घोडचढीहरू अर्थात् इजरायलका पछि पछि आएका फारोसका जम्मै सेनालाई छोप्यो र उनीहरू मध्ये एउटै पनि बाँचेन भनिएको छ। आज समुद्र मुनि भेटिएका यी अवशेषहरूले यही सत्यलाई प्रमाणित गर्छन् कि बाइबल एउटा सत्य पुस्तक हो। विज्ञानले पनि यसलाई सम्भव ठानेको छ। अमेरिकी वैज्ञानिक कार्ल ड्युज र उनको टोलीले मोडलिङको माध्यमबाट यो प्रमाणित गरेका छन् कि यदि कडा पूर्वी हावा लगातार केही घण्टासम्म चल्यो भने त्यसले पानीलाई पन्छ्याएर सुक्खा बाटो बनाउन सक्छ। आज विज्ञानले जे कुरा प्रमाणित गर्दैछ बाइबलले त्यो हजारौं वर्ष अघि नै भनिसकेको थियो। जहाँ विज्ञानको खोज सकिन्छ त्यहाँबाट परमेश्वरको सामर्थ्य सुरु हुन्छ। के तपाईलाई परमेश्वरद्वारा मोसाले लाल समुद्रलाई दुई भाग गरेका यी प्रमाणहरू र जीवित परमेश्वरको शक्तिमा तपाईलाई विश्वास छ? यदि तपाईलाई विश्वास छ भने यो सत्यतालाई हरेक क्रिस्चियनहरूले तुरुन्तै सेयर गर्नुहोस् ताकि संसारका मानिसहरूले पनि बुझ्न सकुन्। साथै बाइबलका सत्यतालाई सरल तरिकाबाट बुझेर सधैँ तयार रहनको लागि क्रिस्चियन ग्रुप अफ नेपाललाई फलो गर्न नभुल्नुहोला।